चाहिँ त्यो दृष्टिकोणले चाहिँ यो फिल्मलाई हेरिदिनु होला भन्ने चाहिँ मैले विनम्र अनुरोध गर्दछु। चलचित्रलाई पूर्ण लिम्बू, लाखबहादुर तामाङ र मदन बहादुर राईले संयुक्त रूपमा निर्माण गरेका हुन्। कथा तथा पटकथा समेत लाखबहादुर तामाङले लेखेका हुन्। चलचित्रमा पूर्ण लिम्बू, शान्ति पाखरिन, मदन बहादुर राई, सुभाष तामाङ, स्मृति गुरुङ, दिनेश कोइराला, उदय कुरुङबाङ, होमनारायण सापकोटा, प्रेम सञ्जय लिम्बू, रमेश कटुवाल, रोमन श्रेष्ठ, विमला राई लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। चलचित्रको निर्देशन हेमन्त तामाङले गरेका हुन् भने छायाङ्कन सुमन तामाङ र सम्पादन तथा कलर ग्रेडिङ हेमन्त तामाङले नै गरेका हुन्। निर्देशकीय हेमन्त तामाङको यो डेब्यू चलचित्र हो। पोस्ट प्रोडक्सन कार्य इटहरी स्थित कोशी भिजन फिल्म्स प्रालीमा गरिएको हो। यसअघि सार्वजनिक गरिएको चलचित्रको गीत सलल बग्ने सभा खोलाले दर्शक तथा श्रोतामाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। सुनिता थेगिम र पूर्ण लिम्बूको स्वर